भाग 10 जडीबुटी किन्नु अघि के कुरामा ध्यान दिनुपर्छ। जडीबुटी विज्ञान नेपाल। नमस्कार साथीहरू, जडीबुटी विज्ञान नेपालमा फेरि स्वागत छ। अघिल्लो एपिसोडमा हामीले जडीबुटीको गुणस्तर किन महत्त्वपूर्ण हुन्छ भन्ने कुरा बुझ्यौँ। आज हामी एउटा व्यावहारिक विषयमा कुरा गर्नेछौँ। जडीबुटी किन्नु अघि के कुरामा ध्यान दिनुपर्छ। सबैभन्दा पहिले जडीबुटीको सही पहिचान महत्त्वपूर्ण हुन्छ। एउटा स्थानीय नामले फरक फरक बिरुवालाई जनाउन पनि सक्छ। दोस्रो, विश्वसनीय स्रोतबाट जडीबुटी किन्नु राम्रो हुन्छ। यसले गलत वा कम गुणस्तरको सामग्री पाउने सम्भावना घटाउँछ। तेस्रो, यदि प्याक गरिएको उत्पादन हो भने लेबल ध्यानपूर्वक हेर्नुहोस्। उत्पादनको नाम, सामग्री, उत्पादन मिति, म्याद सकिने मिति र उत्पादकको जानकारी उल्लेख भएको छ कि छैन हेर्नुहोस्। चौथो, कुनै उत्पादनले सबै रोग निको हुन्छ 100% ग्यारेन्टी जस्ता ठुलो दाबी गरेको छ भने सावधानी अपनाउनुहोस्। यस्ता दाबीहरू विश्वसनीय वैज्ञानिक प्रमाणले समर्थन गरेको हुनुपर्छ। हाम्रो उद्देश्य डर फैलाउनु होइन, सही निर्णय गर्न मद्दत गर्ने ज्ञान दिनु हो। अर्को एपिसोडमा हामी सिक्नेछौँ जडीबुटीको वैज्ञानिक नाम किन महत्त्वपूर्ण हुन्छ। धन्यवाद। फेरि भेटौँला अर्को पाठ।